बा रोपाइँलाई आँटा खनाइ छ होइन? हाँ आँटा खनाइ छ। आँटा खनाइ बाबु के गर्नु वरिपरि छिमेकीहरूले धान गोड्ने बेला भइसक्यो बुढो मान्छे भएर बसिरहेर भएन भएन अब रोपाइँ त त्यसरी पनि गर्नु पर्यो गर्नु पर्यो। अनि एक दिनमा कति पाथी खनिन्छ त बा आँटा? खोइ भर्खर आइपुगेँ डिगडेल बजारमा दुध बेच्दा बेच्दा गरेर हजुर अहिले अब यहाँ खन्दैछु कहिले सकिन्छ। दुध व्यापार पनि छ तपाईँको? दुध व्यापार पनि गर्छु। कति कुरा लानुहुन्छ त दुध चाहिँ? ए दुध 25-26 किलो जान्छ बाबु दिनको धेरै जाँदैन। हजुर 25-26 कुरा दुध बोकेर हिँड्दै अँ बजार पुग्न चाहिँ कति लाग्छ यहाँदेखि? हाँ बजार पुग्नलाई बजार पुग्नुलाई झन् आधी घन्टा त लागिहाल्छ बाबु। तपाईँ आधी घन्टा पुग्नुहुन्छ? आधी घन्टा 1 घन्टा पनि लाग्छ। अलिक भारी वेट भयो भने काँक्राहरू पनि आउँछ। दुध मात्र हिँड काँक्रा पनि जान्छ बजार? काँक्राहरू फर्सीहरू पनि जान्छ। हजुर गट्टा मन्टा हजुर ल यस्तै छ।